जुन स्वर्ग जान चाहनुहुन्छ भने तपाईहरु नारायणथान आउनुहोस्। नमस्ते, वेलकम ब्याक टु माई च्यानल राइड अराउन्ड ब्लग है। ठमेलदेखि ब्लग सुरु भएको छ। यहाँ हाम्रो तयारी छ विधान चोक जानलाई। 1 नाइट स्टे हुन्छ हाम्रो है। यहाँतिर टेन्ट स्लिपिङ ब्यागहरू फर्स्ट एक्सपिरियन्स हो यो टेन्ट। हुन त केही वर्ष अगाडि एकचोटि त लगाएको थियो, तर यसो ठमेलबाट त होइन, प्राइभेट लगाएको थियो। ठमेलदेखि यता सब सामान लगेको चाहिँ फर्स्ट टाइम है। सामानहरू यहाँ प्याक भइसकेको छ हाम्रो। डिपोजिट दाइ ल स्लिपिङ ब्याग प्याक गर्दैछ यहाँ हाम्रो केटाले। टेन्ट, ग्यास चुलो, सामान यहाँ कस्तै छ है। खतरा ट्रेक जान लाग्छ भएको छ, तर हामी बेदानचोक काभ्रेसम्म मात्र हो। छिरिङ छ यहाँ, छिरिङ हाम्रो ढाप ड्याम पछिको सेकेन्ड राइड हामीसँग। यहाँ बाबु भइहाल्यो, पृथ्वी र म, अनि हामी 4 जना हुन्छौँ। ल हाम्रो टिम चाहिँ फुल भएको छ है। एकजना पृथ्वीको इन्तजार थियो, आयो यो मान्छे कति लगाएर। त्यसपछि यहाँ छ हामी पुरानै मान्छेहरू है। यहाँ खाजा खाँदै यसलाई कुर्दै। यो ठाउँको नाम के हो? लुगो। यो लुगो हुँदाले माथिको ठाउँ यो जङ्गल। अब यहाँबाट लाखुरे भन्ज्याङको माथि हामी चाहिँ बनेपाबाट नगएर बनेपा यताबाट निस्किन्छ बाटो। ल हामी 4 दाजुभाइको यात्रा बेथानचोक भइहाल्यो। अहिले हामी लुभन्दा माथि जङ्गलमा छु। लाखुरे भन्ज्याङ हुँदै पनौती निस्केर जान्छौँ हामी। फर्स्ट टाइम जाँदै त्यो रोडबाट चाहिँ बनेपा हुँदै चाहिँ हामी 2 जना गएको थियौँ। 2 जना है। यो र म पुरानो भ्लग हेर्नु होला, अब 4 वर्ष अगाडि कुरा हो। यसपालि चाहिँ 2 जना अर्को एड भएको छ। भन पृथ्वी केही बोला, म मात्र कति बोल्नु भ्लगमा यार। म मात्र बोल्ने, अनि त्यो बाइकको भिडियो मात्र आयो क्या मेरो। ल भन तिमीहरू आफ्नो कुरो राख। हेर्नु पऱ्यो नि होइन, के बोल्ने खै। फर्स्ट एक्सपिरियन्स हो, रमाइलो हुन्छ। हामी गएको त दुईचोटि हो नि त। मजा हुन्छ टेन्टमा चाहिँ। अब फर्स्टचोटि हो टेन्टमा त हुन त अब तारभिरको डाँडामा पनि बसाइदियो बाबु हामी एकचोटि। अब तर यस्तो ठाउँमा टाढा त होइन, फर्स्ट एक्सपिरियन्स नै हो। बाइकहरू रेडी छ। बाबुको बाइक ऊ पर छ। त्यो बाबुको बाइकमा चाहिँ लुगा बेच्न लाज जस्तो टाइपको देखिरहेछ। मेरो बाइक। बाबु केही बोल त ल। जय माता दी। बच्चाहरू थियो बिच बाटोमा। यो के हो? यस्तो हुनुपर्ने हो। हाम्रो पृथ्वीको ब्रेकफास्ट है। हामीले त अघि नै स्याबले यसोहरू खाइसक्यो। बिहानै 8 बजी 2टा अन्डा खाएको थियो, फेरि भोक लाग्यो हो। ल बाई बाई गरेर केटाहरू। ल पनौती बजार आइपुग्यो। पनौती बजारमा हामी लाखुरे भन्ज्याङ हुँदै आएको। बाटो एकदम खतम रहेछ। त्यो बाटो नहिँड्दा हुन्छ तपाईँहरू होइन। लाखुरेबाट यतै धुलीखेल बनेपाबाट आउँदा हुन्छ। अब यहाँबाट 1 घन्टामा हामी एउटा होटल पुग्छौँ। नारायण बेथान चोक नारायणथान त्यस्तो के नाम छ अरे होटलको नाम पनि। त्यहाँ खाना खान्छौँ। त्यसपछि माथि है त पनौती बजारबाट चाहिँ हामी हिँड्यौँ है। यो बाटो पहिला हामी 4 वर्ष अगाडि आउँदाखेरि त अफ रोड थियो। अहिले त भने मजाको बनाएर छ। 4 बजीभित्रमा पुग्यो हुन्छ है हामीलाई माथि सनसेट हेर्नलाई। त्यो सनसेट र सनराइजको लागि त हामी बस्ने हिसाबले जाँदै। यहाँ छ बाबु, हाम्रो बाबु पक्क टेन्टहरू बोकेर। टेन्ट अनि स्लिपिङ ब्यागहरू बाबुकोमा छ। अरू आइटमहरू आफ्नो ब्यागमा छ है। ल पनौती सकेपछि यहाँबाट चाहिँ बेथानचोक गाउँपालिकाले स्वागत गरिएको बोर्ड छ है यहाँ। दिदी नारायण जानलाई राम्रो बाटो कता छ अहिले? पहिला यता पनि जान्थ्यो है। ए अहिले राम्रो छ अहिले। ए हस् पोथी हट न हट।
पहिला हामी अलि माथिबाट देब्रे लागेको थियो एउटा पुल तरेर। यहाँ छ है केटाहरू ठुलो टक्राउँदै यस्तो खत्तम भएछ बाटो है। पहिला बरु अलि राम्रो थियो है, अहिले बाटो बनाउने क्रममा चाहिँ यो बाटो बिग्राएर रहेछ नि त, त्यही हो खासमा। ल खाना आएको छ हाम्रो बेथानचोकको होटेलमा। यहाँदेखि पनि अब अफरोड टन्नै छ, चुनौती धेरै छ, हिँड्नुपर्ने धेरै छ, सामान धेरै छ। चिकन खाना खान्छौँ अब हामी, त्यसपछि भेटौँला फेरि। ल है बाटो कोतारिएको रहेछ, पहिलाभन्दा अलिकति बेटर रहेछ है। एक ठाउँमा चाहिँ एकदम खत्तम, मतलब ठाडो उकालो छ, त्यहाँ चाहिँ कस्तो बनायो बाटो हेरौँ। यतिको त धेरै राम्रो बनाएको बाटो। खतरा भ्यू देखिसक्यो हामीले यहाँबाटै। बाटो चाहिँ जस बनाएको छ, बर्खामा चाहिँ अलिक गाह्रै हुन्छ यहाँ। ल हेर्नुहोस् यहाँ बाइक हेर्नु आम्बो कति धेरै बाइक। मान्छे त 400-500 बढी छ क्या मासतिर आइपुग्यो। अब हाइकिङ गर्नुपर्ने हुन्छ हामीले 1 घन्टा जति। यहाँ बाइक राख्यो हामीले चाहिँ खाल्टोमा, रातभरि जागरम हुन्छ यो बाइक। हामी चाहिँ माथि डाँडामा जागरम। यति धेरै मान्छे आएको छ, यति धेरै मान्छे। केटाले हेलमेट यहाँ यसरी दुइटैको हेलमेट राखेको छ, मैले चाहिँ हेलमेट बोकेँ है। माया लाग्छ, के गर्नु। त्यसरी हामी जाने ऊ परै त्यहाँबाट नि यो ठाउँ देखिन्छ। थान भन्ने ठाउँको बिसाउनामा हामी आराम गर्दै। यहाँ छ हाम्रो राइडर पृथ्वी। भनौँ केही शब्द जाओस्, सेकेन्ड टाइम आउँदैछ हामी। पहिला आउँदाखेरि नि फेरि आउने बाचा गरेको थियो थिएन हामीले, थियो है। त्यतिखेर हाम्रो प्लान भने टेन्ट ल्याएर आउने होइन। भैरवकुण्ड पनि गयो हामी फर्स्टचोटि, अब सेकेन्डचोटि हामी भएर टेन्ट लगेरै जान्छौँ त्यहाँ बास बस्ने हिसाबले। ल यस्तो ढुङ्गाको दर्शन गरौँ यहाँ आएपछि, यो बाटो आएपछि हामी देखाउँछौँ कस्तो कस्तो ढुङ्गा छ। बोट हो यार, दिमाग के भएको छ। नाम चेन्ज गर्नु पर्ला यार, भ्लगको नाम के राख्नु होला अब युट्युब च्यानलको नाम। ल 3000 मिटर है, अनि माथि पुगेपछि 318 हुन्छ टोटल। बेथानचोक राम्रो आर्ट गर्नुभएको रहेछ। लगभग हामी आइसकेको छ डाँडामा है, यहीँ हो। यहाँ त गुफा पनि छ, गुफा पनि जाउँ। हेर्नुहोस् है जुगल हिमाल यही हो। यताउतिको पनि हिमाल थाहा भएन, होइन कालो हो। जुगल हिमाललाई हामी अलिकति 10 टाइम्सबाट हेरौँ, बबाल दिएको छ। मेरो साइडहरू चलिरहेको साइड पनि यो डाँडाको यता छिमेकी डाँडातिर हो। ओ बबाल दिएको छ। ल यहाँबाट चाहिँ हिमाल, सारा हिमाल हेर्नुहोस् है। 3018 को बोल्न सकेको छैन, 3018 को हाइटमा पनि आइपुग्यो, यहीँ हो। यति कतै अब हामी टेन्ट गाड्छौँ। मन्दिरहरू छ, बस्ने ठाउँ छ। यहाँ हाम्रो बाबुले साथी भेटेको छ। यहाँबाट जुगल हिमालको रेन्ज बबाल दिएको छ है। जुगल हिमाल हेर्नुहोस् त। ल यहाँ केटाहरूले टेन्ट लगाउँदैछ। अनि यहाँ देख्न सकिन्छ भ्यू, बबालै छ भ्यू है, बबाल छ। ल यही भ्यू हेर्न ल हामी एक रात बस्दैछौँ यता। सनसेट प्लस भोलि सनराइज हेर्नुहोस् है। फाइनली उठायो केटाहरूले, उठायो हो। एउटा टेन्टमा 4 जना बस्नु परेको छ, केही छैन, हटाइन्छ जाडोमा। बाबु हात दे। ट्रेन त ल्याइए। ओ माई गॉड क्या दामी सिन देख्यो यार। तर के गर्नु, यो त सुरु हुँदै खतम भयो।
अभी यहाँ एकपल्ट खिच्नु होला है साँच्चै यो होइन कुन एयरलाइन्स हो यो घन्टा ब्याग मात्रै हेर्छ यतापट्टि छ दापट्टि चाहिँ मान्छे अहिले भनेको टाक्राकै 6 बजे छ 6 बजे पनि उज्यालै छ जे होस् हाइटमा यहाँ अब फिचरहरू बाल्दैछ हाम्रो पृथ्वीले आगो दाउन हो केटा हो यहाँ एउटालाई भोक लागेको छ बाबुलाई भोक लाग्यो छैन खासै ल कस्तो लाग्यो फिरिङ जाडो लागेको चाहिँ कस्तो लाग्ने होइन यदि यो भनेको भाइ शान्तिनो हो कि खै खै के भएछ ल निकाल 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 यहाँ पुगेछ यहाँ त्यहाँसम्म पुगेछ ल है हाम्रो यो के हो पिकनिक जस्तो पनि ड्राई पिकनिक जस्तो पनि के हो है यो चाहिँ फर्स्ट एक्सपिरियन्स हो है हाम्रो बाबुले त्यहाँ अब यो ग्यास हामीले बाल्दैछ नि त हावा छेक्नेलाई यो के भन्छ यसलाई होइन यो टिन हाल्दैछ ग्यास हाम्रो त्यहाँ पर छ यो ग्यास यसको खुट्टामा भएको 2टा छ हामीसँग सिलिन्डर ठुलो यो हाल्यो यहाँ अब भाँडा एउटै मात्रै छ कि हामीसँग फेरि यो भाँडा हामीले चाहिँ यहाँ तल होटेलमा रिक्वेस्ट गरेर ल्याएको बिर्सेछ हामीले त्यही भएर यहाँ अब चौचौ पनि भोलि भरे यसमै पकाउने हो अहिले चाहिँ तातो पानी च्याट्ट लगाएर कफी खान्छौँ जे होस् बत्तीको व्यवस्था रहेछ यहाँ यो अब लाइनबाट हो कि थाहा भएन है सोलरबाट छ यहाँ कुकुर साथी छ हामीलाई बाबालाई ल भाँडी राखाले ल भाडा नि नथाम्लाई भाँडा थाम्ला भने हेर भाडै नथाम्ला ल यहाँ धुलो भयो नि त नि त्यो पानीले पर्ने होइन फुकेर जान्थ्यो के हो जान्छ चल्छ कि त्यो ग्यास खेर गएछ क्या ल हामीलाई यहाँ कुक आज यता छ अनि यो चाहिँ दाउरा खोज्ने मान्छे म भिडियो खिच्ने मान्छे यहाँ चाहिँ लाइट देखाउने मान्छे है लगेर यहाँ पानी हालेको सर अब कफी खाने हो कफी बोतल त यहाँ चलाउनु त होला कफी है यो हाम्रो तयारी खासै राम्रोसँग पूर्व तयारी चाहिँ राम्रोसँग गर्न पाएन हतारमा साथीहरू पनि कहिले को जाने को नजाने भएर है लास्टमा अलिकति त्यस्तै भयो नेक्स्ट टाइम चाहिँ अब हामी अन्त जाँदाखेरि यो भन्दा नि व्यवस्थित तरिकाले जान्छौँ सायद हुनसक्छ भएर गुन्डो हुनसक्छ ल गाइजहरू चेस गरौँ है ल चेस गरौँ यहाँ हातमा चेस ल है कफी पनि चेस गर्छ हामी त त्यस्तो भयो त हाम्रो ट्रेन यही हो हामी चाहिँ डाँडामै सुतेछ आज है कतिको चिसो अब सहन सक्छौँ भने हामी यतै सुत्छु सकेन भने तलतिर पनि छ अप्सन है खासमा त तलतिर बस्नुपर्ने होला साथीहरू सबैजना तलतिर बसेको छ त्यहाँतिर ट्रेन भइसक्यो अनि चटपटे मात्रै होइन हाम्रो यस्तो आइटम पनि छ यो मछली है भगवान्लाई सरी भन्न चाहन्छु म है डाँडामा आएर यस्तो खाँदैछु हाम्रो आइटमहरू आउँदा पनि छ यहाँ कुकिजहरू बिस्कुटहरू पनि छ यो जुली बिस्कुट हो कि बदम बिस्कुट यो बबाल छ चुइङगमहरू पनि छ खाने बिर्सेछ है यहाँ मेन त यहाँ रोटी छ कि रोटी यो रोटी तताएर खानुपर्छ कि यहाँ तताएर खानुपर्छ भाइ ल यहाँ आगो बल्दैछ बाबुले चट्ट लगाएर के गर्दैछ ल ल त्यो लाइट निभाए पनि हुन्छ होला नि अँधेरो हुन्छ नि त नि ल मजा आउँछ नि पृथ्वी यो साइडमा राख्नु पनौती बजार र बडेबा बजारै परको चाहिँ यहाँ साथीहरूले पनि आगो ताप्दैछ ल यहाँ चौचौ पाक्दैछ हाम्रो अब चौचौ खाने हो सर लगाएर होइन डबल पऱ्यो होला ल हेर्नुहोस् हाम्रो एउटा ग्यास त सिँगै बाँकी छ यस्तो त भोलि चिया खानालाई हुन्छ अनि त्यस्तै बढ्यो भने आगो ताप्ने हो होइन 5 चौचौ चौचौ पाक्दैछ है हाम्रो चौचौ रारा र वाइ एउटा मिक्स रारामा ल यो फाइनली हाम्रो चौचौ पाकेको छ यहाँनिर मिठो मिठो चौचौ अब खाने हो थपी खाने हो एक्स्ट्रा पनि छ है उफ्रेको रोटी पनि छ रोटी त खाने बाँकी छ कुक्दा एकदम रिसाउनु भएको छ रिसाएको त होइन यो यसको यसो नेचरै यस्तो हो है के भन्ने अब कस्तो यो त घिउमा खा भन्नु त भएको धेरै भन्नु होइन थपेर खाउँला के एकै नाल ल है खाइदियो त यम्मी चौचौ पाकिसक्यो हाम्रो यहाँनिर
यम्मी कस्तो छ ठिक छ दामी रारा र वाइको मिक्स हो यो है ल लगभग 9 बजिसकेको छ अब चाहिँ हामी यता चाहिँ अब आजको चाहिँ भ्लगलाई भोलि कन्टिन्यू गर्ने बाचाको साथ भोलि भेटौँला है त भोलि सानो भइसक्यो सनराइजको साथ भेटौँला है हाम्रो टेन्ट त्यहाँ छ हामी सुत्न गएको है त ल है सानो टेन्ट छ 4 जना अड्नुपर्ने छ हामीलाई यहाँ हालत त्यस्तै छ कसरी अड्ने पृथ्वी अझ बाबुले स्लिपिङ ब्याग भित्र छिरेपछि झन् ठाउँ के हुने स्पेस गुड मर्निङ पृथ्वीमा गुड मर्निङ है बिथान चोकदेखि हेर्नुहोस् सनराइजको पर्खाइमा सबैजना अब दामी भ्यू देखिएको छ अब लगभग कति बज्यो है अहिले कति बज्यो भनिदेऊ 6:30 बजे चाहिँ सनराइज हुँदैछ अब हाम्रो केटाहरू यता छ अझै पनि वेक अप केटा हो वेक अप हामी अलिक उतै गएर नि खिचौँ है अब सनराइज भइसकेको छ फर्स्ट सनराइज यहाँतिर बब्बाल यहाँ केटाकेटीहरू सबैजना छ कति धेरै मान्छे छ ल के छ ठिक छ एकदम सनराइज भइसकेको छ अब हामी चिया खानेतिर लागिरहेछौँ है यहाँतिर केटा 2 जनाले बनाउँदैछ चिया मिठो चिया तातो चिया किन के भयो कप किन धुनु पऱ्यो त हिजो आफ्नो जुटो हो भ्यू हेर्नुहोस् है भ्यू मर्निङ भ्यू है फ्रम बिथान चोक नारायण डाँडा गुफामा जाँदैछ है गुफा पनि छ यहाँतिर आउँदैछ गुफामा जाने अन्त केटा हो गुफामा ल है गुफामा छिर्दैछौँ अब हामी गुफामा छिर्दैछौँ ल साथीहरू छ ल छिरे म पहिला छिरौँ छिरे म छिरे काइजहरू यस्तो डेन्जर छ यहाँ लाइट पनि ल यो त युट्युबमा गइहाल्छ नि युट्युबमै हो ट्याक्क हैन टक्क युट्युबमा जान्छ यो त ल छिरौँ यार हामी त सेकेन्ड टाइम हो यो पृथ्वी र म चाहिँ हो हामी त फर्स्ट टाइम एट तर यहाँ हिँडी चाहिँ ढुङ्गा खस्ला केटा केटाहरू आउँदैछ ल नडराइकन है केटा नडराइकन कति लामो छ अब म देखाउँछ है जान त गयो आउने बेला चाहिँ लै धुलो बनाएको धुलो किन उडाएको केटा हो केटा हो छिरौँ है यहाँबाट माथिको भ्यू पनि देख्छ है आकाश देख्छ यहाँबाट तपाईँले अघि म माथिदेखि भिडियो छ है माथि फेरि खतरा हो यार एकछिन नआउला ल है बन्जाइहरूले तान्लाई जाने ठाउँ छैन होला है सकिँदैन ल खै भिड सक्यो यार यो पुरै ब्लक छ नि अब त खाल्डो छ तर ब्लक छ क्या डेन्जर खाल्डो रहेछ त्यो होइन रिक्स नगरौँ है दाइहरू होइन रिक्स नगरौँ है नजाने धेरै छ नि त दाइ रिक्स गरेर चाहिँ यहाँ ढुङ्गा अड्केर बसेर छ यो बन्द झाँक्री हुन्छ होला नि त यो त धेरै गहिरो रहेछ यार मान्छे पनि थाहा छैन यो त डेन्जर रहेछ यार यो कहाँ यार यो भित्र त यार ठाउँ पनि छैन जस्तो छ ल दुलो हेर न दुलो आमा कहाँ यो त हुँदैन जो यार इ फर्क्यो यो डेन्जर रहेछ
दोस्रो पटक पनि आइयो हामी त। तपाईँहरू नआउने जति आउनु होला स्योर। 3018 मिटर हो यो। अहिले चाहिँ हामी 3000को आएका छौँ। हामी छ हेर्नुहोस्, बिथान चोक लेख्नु भएको छ। अब हामी घर जाँदैछौँ है। हामी हिजो आएर आज फर्किँदै। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला है साथीहरू। ल आइपुगेँ बाइक भएको ठाउँमा। बाइक सलामत रहेछ है, सही सलामत यहाँनिर। ऐ तेल त लगेन नि बाबु होइन? तेल त लगेको छैन नि? ठिक छ, बाइक सही सलामत छ, हेलमेट पनि सही सलामत छ। राम्रै ठाउँ रहेछ। ल भाइहरू आजै गएर फर्के कि के? राम हिजो गएको आज फर्क्यौँ, तर नारायणथान एकदमै राम्रो छ होइन? राम्रो छ, आउनु पर्यो। हजुर सबैजना घुम्न आउनु। जिउँदै स्वर्ग जान चाहनुहुन्छ भने तपाईँहरू नारायणथान आउनुहोस्। सही भने भाइले, सही भने एकदम सही। बेथान चोकको नारायणथान, बुढानी गण्डको होइन नि फेरि? होइन, उता भकुण्डेको होइन, भकुण्डे पनि छ त्यो काभ्रे। भाइहरू कहाँबाट? हामी दाइ मेरो घर भक्तपुर, उसको घर चाहिँ पोखरा। अहिले यहाँ बसेर पढिरह। ल ठिक छ, राम्रोसँग पढ ल। दाइलाई हामी सब्सक्राइब गर्छौँ। ओके 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 ल, सब्सक्राइब गरिदिनुहोस्। लाजिम लाजिम। भोलि